एभ्रिवान, वेलकम टु माई ब्लग। हामी चाहिँ आज मकाउ हिँडेको अनि यहाँ भर्खर बसबाट झरेर यहाँ चाहिँ के यहाँ भिसा हाल्नुपर्ने मकाउ यहाँदेखि छिरेर अनि यहाँ फेरि हामी अझै 2.5 घन्टा 3 घन्टा बसमा जानुपर्ने मकाउ। हामी चाहिँ यहाँ टिकट देखाएर अब बस चढ्ने हो। टिकट which one? Yeah. Ticket. No, you sticker. This 1, 2. Okay. हामी चाहिँ उयो बसमा अब 2.5 घन्टा फेरि यो बसमा है। मकाउमा फर्स्ट टाइम बसमा जान लाग्यो यस्तो। हामी लेट भएछ नि त। यही न त चिनानीहरू रहेछ नि त। मकाउ ब्रिजदेखि यता मकाउ आइसक्यौँ है। Cross border immigration. यहाँबाट फेरि अझै जाने हो। Please complete the customs clearance at your earliest convenience. Latecomer will be on your own arrangement. 歌手，既然歌手就歌手，不是你的就不是你的，是你的，是你的话怎么赚，对吗？फाइनली हामी चाहिँ यहाँ आइपुग्यो। यहाँ गीता दिदीलाई भेटेर धन्नै दिदी चाहिँ पहिला नि आउनु भनेको छ। अब यहाँ झरेर अब घुम्दै गइन्छ। यो चाहिँ मकाउको भेनिसन एरिया। यहाँनिर आइफेल टावर जस्तै बनाइराखेको देखियो। एकदमै पुरानो संरचनाहरू, पुरानो टाइपको संरचनाहरू हेर्न सकिन्छ। अहिले जोर्डनबाट $160 तिरिसकेपछि भेनिसन भन्ने ठाउँमा चाहिँ बसले त्यही सिङ्गल वान बसले चाहिँ यहाँसम्म लिएर आउँछ। यहाँ क्लक टावर देखिन्छ। यो होटल नै होला होइन। यहाँनिर बस स्टप हुन्छ। गार्डन रहेछ यहाँनिर। फोटो सेसन निकै हुँदो रहेछ टुरिस्टहरूको। लेट्स गो अगाडि जाउँ। यो चाहिँ यहाँको ट्राफिक लाइट अनि जेब्रा क्रसमा जेब्रा छैन।
सेतो लाइन मात्रै रहेछ कता जानु पर्यो घुम्ने ठाउँ हो कि हो त्यो कुन प्लाजामा जानु खोजेको तिमी यता घुम्दै जाने हो के त्यही लास्ट हो नि त ए हो र अनि लास्टमा त्यहाँ घुमेर विशेषता चाहिँ यहाँको इँटा 3x3 अङ्गुलीको सानो यताबाट जाँदैछ स्टुडियो सिटी भनेको के रहेछ त्यहाँ पनि पुगिन्छ होला आइफिल टावरको अपोजिट साइडमा हामी अहिले यति बेला आइफिल टावर चाहिँ यहाँ छ यो चाहिँ डुब्स है डुब्स मकाउको यतापट्टि पार्क कति आनन्द मन्द हावा हरियाली फोटो खिच्ने यो फोटो खिच्ने ठाउँ पो रहेछ फोटो उनीहरूको हो खाना खाँदैछ कता छ फेरि हाम्रो पिसाब गर्ने ठाउँ खोज्छ मलाई यतापट्टि हेरौँ न यतातिरबाट खिच्यो त उयो स्टुडियो सिटी रहेछ खै कतै अब यसो कफी खाउँ भएको कफी खान्छ हो हामी चाहिँ अहिले यो ठाउँमा आएको छौँ है घुम्न फर्स्ट टाइम आएको हो हामी पनि यो मकाउमा पहिला उता घुमेको अहिले चाहिँ यो अर्को साइडतिर आएको कि बसले चाहिँ डाइरेक्ट यो ठाउँमा ल्याउँदो रहेछ यस्तो बनाएर चाहिँ यो नयाँ होला है पहिला पहिला त कहिले आइएको थिएन जुवा घरहरू रहेछ भित्र यहाँ प्लाजाभित्र बोटिङ गर्न पाइन्छ भन्छ कता कता मेसै पाइएन अनि यतै बाहिर डुलिरहेको छौँ यहाँ चाहिँ यस्तो पनि रहेछ ठाउँ त साह्रै राम्रो बनाएको रहेछ धेरै आउँदो रहेछ टुरिस्टहरू पारेको चिनाहरू एकछिनपछि बसमा चढेर जानुपर्छ यस्तो रहेछ कि ठाउँ चाहिँ हामी चाहिँ यहाँ भित्र आयौँ यो चाहिँ होटेल रहेछ है मकाउमा कत्रो हाम्रो यता सरलाई चाहिँ टोइलेट आयो अरे आत्तिको आँटी वाउ 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 यतै हुनुपर्छ टोइलेट हामी चाहिँ फाइनल्ली खोजेको ठाउँमा चाहिँ आइपुग्यो रात पनि पर्न लाग्यो है माइकलको ए होइन यो त ऊ भएछ नि त भित्र सबै म त अँधेरो हुनु लाग्यो भनेको त है आकाश जस्तो बनाएर रहेछ
म त पानी पर्न लागेको छु भने बाहिर त घाम लागिरहेको यहाँ आउन भनेर आमामा मकाउको भ्यानिसन भन्ने ठाउँमा चाहिँ एउटा यस्तो प्लाजा बनेको रहेछ। त्यो प्लाजाभित्र हामी हिँड्दै गर्दाखेरि मासतिर आकाशतिर हेऱ्यो भने यो छत हो, तर अन्डर द स्काईमा बनेको जस्तो देखिन्छ। अनि यहाँनिर बोटमा चढ्नको लागि यसरी प्लाजाभित्र बोट बनाइएको छ। यसमा चाहिँ बोटिङ गर्न मिल्ने। ठ्याक्कै हामी चाहिँ आकाशमुनि ओपन रुफ प्लाजामा टुर गरिराखेको भिजिट गरिराखेको जस्तो महसुस हुन्छ। भेनिसन सिटीको स्पेसल प्लाजा अन्डर द स्काई रुफमा हिँडे जस्तै भइरहेछ। रियालिटीमा चाहिँ यो प्लाजाको रुफ हो, त्यो माथि पानी पर्न लाग्यो जस्तो देखिन्छ। आज स्पेसल मकाउको यात्रा चाहिँ पनि समय छैन भन्दै कुदिरहेका छौँ। के हो यस्तो 3 बजिसक्यो, हल्का 6 बजे पुग्नुपर्ने। पत्ता लाउन टाइम लाग्यो क्या। एउटा मेरो स्लो मोसन बनाइदियो न। यस्तो हामी चाहिँ ताइपा फेरी टर्मिनलमा छौँ। यो ताइपा फेरी टर्मिनलबाट हङकङ जान मिल्ने रहेछ। यहाँनिर फुड कोर्ट छ होइन, फुड अर्डर गरेर यहाँ बस्ने ठाउँहरू टेबलहरू छ। यो चाहिँ अहिले नयाँ बनेको भेनिसनको साइडमै रहेछ। भनेको पुल तरेर जानु परेन। पुल तरेर गयो भने हङकङ मकाउ फेरी टर्मिनल र यो चाहिँ ताइपा फेरी टर्मिनल। म चाहिँ भोक लाग्यो, नुडल खान लाग्यो। यहाँ यता सर चाहिँ कफी मात्रै हो, मेरो चाहिँ यो नुडल्स। हामी चाहिँ अहिले फेरीमा बोट चढेर अब जाँदै गरेको सेन्ट्रल मकाउ छोडेर यसरी। अब यसले चाहिँ आधी घन्टामा पुऱ्याउँछ अरे स्पिड बोटमा भन्दै आजको भ्लग चाहिँ म एन्ड गर्न चाहन्छु।